इट्स अराउन्ड भर्खरै 6 बजेको अवस्था छ एन्ड हाम्रो हातमा दुईवटा केरा छ। सो यो केरा किन चाहिएको? बिकज वी निड इनर्जी वाइल वी आर रनिङ अर वाइल वी आर वाकिङ होइन, किनकि 10 किलोमिटर अथवा 8 किलोमिटर इज नट अ जोक होइन। इट विल टेक अ लट अफ इनर्जी विल बर्न क्यालोरीहरू। सो त्यसलाई बुस्ट अप गर्नलाई वी आर इटिङ बनानास टु बनानास। अब हाम्रो जर्नी चाहिँ वी विल स्टार्ट अफ फ्रम माई होम एन्ड लेट्स सी वाट टाइम इट विल टेक फर मी टु कम्प्लिट इट। हामीले आफ्नो जर्नी सुरु गरिसकेका छौँ। लेट्स सी वाट विल इन वाट टाइम आई विल रिच देयर है त। कुनै ठाउँमा रनिङ गरिन्छ, कुनै ठाउँमा वाकिङ गरिन्छ, कुनै ठाउँमा अलिक पेस हानिन्छ पेस होइन। For 40 minutes of running in Swayambhunath, त्यो चाहिँ पिस अफ प्रस्पेरिटीको प्लेस मानिन्छ, वान अफ द ओल्डेस्ट टेम्पल अफ नेपाल। I completed the journey in 40 minutes. अब लगभग हाम्रो नाइटदेखि यहाँसम्मको जर्नी आई थिङ्क इट वाज अबाउट 5 किलोमिटर्स। अब पनि फेरि हामी 5 किलोमिटर्स रनिङ गरेरै जान्छौँ फेरि होइन। सो 5-6 मिनट अब हामी रेस्ट गर्छौँ एन्ड देन वी विल सेट अप फर द होम है त। ल जताततै जोसमा गए पनि आउँदा हल्का थकान छ होइन, त्यस्तो रनिङ प्लेसमा आउनु सक्यो होइन। वी आर जस्ट वाकिङ होइन। फाइनल्ली हामी आफ्नो घरमा आएका छौँ। वी आर हियर एट आवर होम। खुट्टाको त ओहो थला पर्छ जस्तो छ होइन। इट टुक मी अराउन्ड 1 hour 40 minutes टु कम्प्लिट दिस जर्नी होइन, जुन चाहिँ विच वाज अबाउट 9.75 किलोमिटर। अब यताउता गरेर मोटामोटी अब 10 किलोमिटर भएको थियो होला होइन। अब फर्किन लागिएको थियो त्यतिखेर लास्टै झुकिरहेको थियो। I was on the verge of giving up, but yes, what option do I had होइन। आउनै पर्थ्यो होइन, अब जसरी नै आउनै पर्छ। अब त्यस्तो स्थितिमा अब न कसैले लाग्दैन भने न कसैले त्यो अब आफ्नो जर्नी आफैले कम्प्लिट गर्नै पर्ने भयो।